रमाइलो पनि त्यतिकै छ, चिसो पनि त्यतिकै छ। म मान्छे फनी ऱ्याप खान्छु गनी गोजीमा छैन मनी। यो त कर्ममामाको होइन यस्तो उसो क्या एक समयको कुरा अरे होइन। म 9 मा पढ्दै थिएँ, चट्ट पर्खिखेर त्यो राम्री केटीले मलाई मन पर्यो, मैले नाम सोधिदिएँ, उसको छ त अन्त यस्तो उसको सेटिस थियो क्या यो त है। उसले सुनाइदिएको नि हामीलाई। ऱ्याप ब्याटलहरू पनि खेलेको नि उसले त है। बाटो हेर्न गयो कुदाइदिएको बाटो चाहिँ यस्तो छ रोडमा होइन मान्छे बाटोमा है। सक्सेसको बाटो अम्बो कहाँ हो साह्रो पर्छु नि त। प्रजलहरू चाहिँ नि पहिलाबाट पुरा कुदाइरहन्थ्यौ नि त, तिमीहरूले चाहिँ सक्छौ कि साइकलमा हाम्रो यस्तो ठोकेको कि अब चाहिँ तपाईँको एकदम रमाइलो ठाउँ आइपुग्नु लागिसक्यो। सिल्लरी वेलकम टु सिल्लरी। वेलकम टु सिल्लरी। तामाङ होमस्टे इधर से तो घर नहीं है, इधर ही पूछिए। अनि कति चाहिँ दामी जान्छ उता अन्त के भन्थ्यो न के भन्दैन के भन्दिनँ। म त सिल्लरी घुम्न आएको पिन्टुसँग, यो आएको थिएन अरे र यसलाई लिएर आएको होइन। के भन्नु र, गाडी आउँदैछ देखाइदिएन उता। हामी चाहिँ एकदम जङ्गलबाट आएको छ। ट्राफिकमा पडिरहेछ, ट्राफिकमा पडिरहेछ। भिडियो गर्दै हिँडिरहेको है। यहाँनिर त भिडियो सुन्न एउटा जोक्स भन्छु नि म, यहीँ बनाएको जोक्स। यहाँनिर कालो खैरे गएर अनुहार भत्किएको छैन होला हामी त। हुन्छ जाने डर छ नि बेला घन्टा मैले त जिप त लगाएरै किनेको छु अघि सर्ट गरेर। अब म टुरिस्ट के बेसी आएको है।